एक्सिडेन्ट ओइ झन्डा हाम्रो एक्सिया पम्प लगेडा जाने हो होइन क्या कहाँको बाटो जाने भनेको मैले त सानोतिनो कन्टेन्ट उइली भनेको बाटो चिनाएन क्या म बिर्सिसकेँ यता माथितिरको काठ हात नि तलतिरको त हात सबै हावा यहाँ हाउँदैन नि सबै बाटो भनेको कि साथी त कस्तो कुरा हो त्यो यता माथितिरको त अलिक थाहा छैन कि मलाई मजाले बाटो नि तल तलको त फेरि सब नि उपलब्धले खाइदिन्छ नि कतिको गल्ती मतलब होइन यताको चाहिँ अलिक थाहा छैन क्या मलाई भन्ने नै हो शिव शम्भुजी म्यान फिटनेस अब चाहिँ हामी के अरे नामै ठाउँ लामाचौरतिर छौँ हामी चाहिँ अहिले होइन लामाचौर पोखरा हो यता मासतिरको त थाहा छैन क्या मलाई तलतिर के मिरर चेकिङ भयो भनेर हो क्या अहिले चेकिङ हुन्छ कि भनेर भयो भने निकाली त बक्स छैन नि यस्तोमा त लु साथीको उस पनि इच्छा पनि पुरा सकियो ढिलो खायो केटाहरूले ट्याक्सी पनि अगाडि हिँडिरहेको छ बिस्तारै म चाहिँ अलि बेसरी कुदिरहेको छु यस्तोमा त चलाउन मजा आउँछ
कस्तो लब्बी भएन बाटो फेरि बाटो लब्बी भयो के गर्नु गाडी परेको छौँ होइन घाटाङ घुट्रुङ बाटोमा त खै आन्टीले गर्छ आइगर क्या आन्टीले गराउँछ क्या खिचौँ कन्टेन्ट दिन्छ आन्टी मलाई कन्टेन्ट भन्दै आफूलाई आउँदैछ केटाहरू खै क्यामेरा हामीलाई यताबाट कस्तो हामीलाई भाटा होइन भलक बनाउँछस् मिररभित्र हाल्छस् यो आज के अरे स्याटरडे नै यस्तो मान्छेहरू हिँडेको त उयोमा यतापट्टिको रोड त खोक्का बनाएछ त अहिले त फर्स्ट टाइम हो यो रोड त बनाएदेखि रोड नयाँमा त कहाँ यहाँ चेकपोस्ट हेर कहाँ हो चेकपोस्ट टाढा हो यता हामीले खोल्छौँ डर हुन्छ जस्तो क्या अनि नगरहरू के हेर त्यस्तो आज नारी दिवस होइन त आउँदैछ केटाहरू आउँदैछ फर्स्ट टाइम हेर म त यहाँ त जेसनले कहाँनिर चेकपोस्ट हेर बिर्स्यो मैले त नाम त जाम अब हामी यतापट्टि जानुपर्ने हुन्छ अरूले होइन मैले घुम्नु चलाउने आफ्नो साथीहरूलाई नयाँ बाटो रहेछ यो चाहिँ होइन एउटा हो त्यो चाहिँ हेर्नुको नयाँ बाटो होइन बन्दै छ अस्ति नै यहाँ त्यो पानी हुनेर यता कतै आथे त्यो खत्तम हुने बाटो योहरू नबनाउने बेलामा त आथे होइन तर अहिले चाहिँ फर्स्ट टाइम हो यो बाटो बनाएदेखिबाट चाहिँ है सही बनाएको जस्तो हो यो बाटो त सही हो किनभने त्यसरी हेर्ने नहेरौँ न त्यसरी अगाडि बोयफ्रेन्ड छ त्यहाँ हेरिराख माम अगाडि बोयफ्रेन्ड छ त्यहाँ हेरिराख माम पागा लोयल भन्ने नाम हुन्छ नि एउटा यसलाई भन्छ आमामा पत्र भनाने बाबाले यहाँबाट त रङ्गा बुझे रङ्गा स्पिड हुन्छ भन्ने के अरे आज होइन अस्ति नै पहिला सुरु हुँदैन पछि त उता हो क्या बाइक त नउडाउनु पेंगुइन आउँदै ढोकिन्छ कि भन्ने डर लाउने यार बेला बल्ल मिरर होल्डिङ ह्यान्डल मिरर होल्डिङ होइन गाह्रो छ
भन्छ यार आफूलाई उहिले हान्न आउँदैन भन्छ केटाहरू नेचुरल स्विमिङ पुल जान पर्छ जस्तो छ अब नेचुरल खाली राखेर बाइकले अपनी गली में तो कुत्ता भी शेर होता है रनमती मासले सरी पर्दै भएन खुला छ कहाँ भित्र हो कि बाहिर पार्किङ भित्र हो ओ कहाँ दाइ भित्र कि होइन म त खेल्दिनँ होइन पेट्रोल छैन कहाँ अन गरेर मैले फेरि बाइक पेट्रोलै धेरै भयो जस्तो चट्टबारमा हामी पेङ्गुइन आइसकेको पेङ्गुइन चाहिँ फर्स्ट टाइम हो अर्को सिएमहरू चाहिँ गएको छौँ बिग स्प्ल्यासहरू चाहिँ गएको छु अहिले भेटौँलाई भित्रसँग एउटा हाम्रो डिप्सन हेर्न गइरहेछ हेरौँ भन्दै अरू दसैँ भित्र छिर्ने त किन हेर्नु पर्यो यतैबाट जाने हो डल्ले जस्तो किन हेर्नु पर्यो त्यहाँ उभि उभि बाटो भयो यार हाट्ने डाटा छैन के भएर तान्न मिलेन गर्नु नगर्नु कतिले अहिले आउँछ है भित्र छिर्नु बेला गाइड्सहरू अहिले चाहिँ हाम्रो यहाँ डिस्कसन चलिरहेछ एउटा साथीको ट्याटु हेर न कला पनि छ ओइ कला पनि छ खुट्टाको ट्याटु देखेर म चाहिँ अहिले त्यहाँ हामफाल देखिहाल्छ दादाहरू सबै किन्न पाउँदो रहेछ है अनि हामी चाहिँ अहिले पेङ्गुइन स्विमिङ पुलमा हो फर्स्ट टाइम है मेरो चाहिँ पेङ्गुइन चाहिँ हाम फाल्छु भन न हाम फाल्दिनँ होला सब पहिला सिएम त गएको हो तर पेङ्गुइन चाहिँ फर्स्ट टाइम आयो म हेर्न मात्र अब म चाहिँ कन्टेन्टको लागि आउनु नि त खेल्न पौडी खेल्न आउँदा केटा गाह्रो छ अहिले भित्र गएर म फेरि खिच्छु यहाँ साथीको हल्का सानोतिनो कला देखायो मैले चाहिँ नागदेवता रहेछ धेरै नागदेवता रक्षाहरू युट्युबबाट त कराइराखेको ल अरू भेट्छ है त यसो साथीले कला देखाउनु ए जाने अब हामी फ्रुटी खाँदै पहिला फ्रुटी दिन्थ्यो कि टिकट ए खै हेरौँ त टिकट कस्तो हुँदैछ यस्तो हुँदैछ एमडी स्विमिङ पुल एमडी स्विमिङ पुल नो पेङ्गुइन स्विमिङ पुल नाम चेन्ज भयो जस्तो छ त नि यहाँ गेटमा चाहिँ छ यहाँ चाहिँ के टिकटमा चाहिँ यहाँ पानीको बन्दहरू किन्दा नि यहाँको पानी हाल्ने होला नि के हो त नि यो ल यहाँदेखि छिर्नु मिल्छ क्या कोही छैन त मान्छे त खाली खाली छ थाहै छैन होला मान्छेलाई खुल्ले छ भने काठमाडौँ जानुपर्छ जस्तो काठमाडौँमा खुल्ला हुन्छ फन पार्कमा खुल्ला त छ नि म बिग स्प्ल्यास पनि छ होला खै बिग ग्लास त छैन होला पेङ्गुइनको पिक्चरहरू यहाँ पेङ्गुइन बनाएर राख्थ्यो हजुर प्लेग्राउन्ड नै रहेछ यहाँ बच्चाहरूको हामी चाहिँ यस्तो पुरुष जेन्ट्स कस्तो हुँदै चेन्ज हुने ढुक्क हो कि रिक्स नै लिने का हुने रहेछ ल अहिले पछि भेट्छ है
हामी भन्दा नि दाइ र लाफा चाहिँ ट्याक्क रेडी भएर निस्किसकेको छ। थोप्स देखाइदिउँ न हाम्रो हल्का यसो हुँदैछ होइन सयो स्विमिङ पुल यस्तो हुँदो रहेछ स्विमिङ पुल यस्तो हुँदैछ क्या फर्स्ट टाइम आएको म स्विमरहरू पनि यस्तो हुन्छ स्विमरहरू यस्तो हुन्छ यो चाहिँ बच्चाको लागि जस्तै कि म जस्तो नखेल्न आउने मान्छेको लागि हो त्यो चाहिँ यो ठुलो चाहिँ कसको लागि हो यस्तो खेल्न आउनेहरूलाई हो होइन तर मलाई चाहिँ खेल्न आउन्न गाह्रो छ मलाई खेल्दिनँ टाइम रहेछ फेरि जति खेले नि हो हेर्दाखेरि यता सानो देखिन्छ होइन लास्टै ठुलो म जान्न त्यता छेउतिर त्यो भाइले त खोकिराख ठ्याक्की पारिराखेको नो स्मोकिङ रे स्मोकिङ एकरा स्मोक गर्नु हुँदैन म यहाँ बसेर हेरेर बस्छु यार अब त्यसो लाफा कस्तो हुँदैछ केही भएको छैन हामफाल नि हो दाइरे हो जाममै हो त्यसो दाइ ओहे दाइले फेरि दिएको यति दिन्छ दाइले बेला 8 फिट कति फिट 8 फिट मजा हामफाल गयो हाम फाल्यो र यसरी ढोक्न पर्ने भइसक्यो गयो खेलाडी सही ल दाइ पनि अब रेडी है दाइ जाने बेला फेरि आउने हो यता फेरि नेचुरल रहेछ नि नेचुरल स्विमिङ पुल होइन ट्याक्क लगाएर वहाँ पुगेको लाफा वहाँ पुग्यो ल अहिले पछि हाम ल चाउ दाइ सुरु भइसक्यो दाइ 8मा हानिदिन्छु भन्नुभयो र अहिले चाहिँ होइन ल दाइ हानिदियो हाम्रो अर्को खेलाडी दाइलाई पौडी खेल्न आउन भन्दैछ स्ट्रेचिङ हान्दै स्ट्रेचिङ अर्कोले फेरि यहाँ देखाउने हाम फालिसकेपछि मैले स्ट्रेचिङ यहाँ दाइको स्ट्रेचिङ चल्दैछ म चाहिँ खिचेर बसिरहेको छु फेरि पानी बन्द लगाएर पानी पर्छ फेरि बन्द हुन्छ हाम्रो खेलाडी उत्रिसकेको छ मैदानमा झन्डै लडे थिएँ म यहाँ आफै ओ जलपरी के छ जलपरी जलपरी हान्डे दाइ ढुक्क नाप्दिउँ कत्रो छ नाप्दिउँ नाप ल कता उयो पानी नछ्याप नि फेरि यता कुलिङ्गै जानु डुब्दो रहेछ ढुक्क के दाइ हान्दियो ढुक्क छ त बचाउने मान्छे यस्तै हुन्छ भनेर कि म खेल्न नखोजेको मलाई तान्नु है त्यही भएर म खेल्न नखोजेको म तानिहाल्छु नि दाइ गयो ए माथि आयो सासै नदेखेर गएको त माया सास लिएर जाऊ न लाफा भएको सास ल्याउ न छैन म यसरी कसरी खेलिरहेको छु त दाइ पानीको डर फेरि आइसक्यो 4 फिटबाट सुरु गर्नु नि त यताबाट जान्छु भन्नु यताबाट आउ कि आऊ भन्नु उताबाट जानु भन्नु यताबाट आउ कि आऊ भन्नु म यहाँ हेरेर बसिरहेको यो दाइले जाम्जा हान्ने जस्तो नर्मल त्यहाँबाट झर्छ जस्तो अहिले ढोगे
म खिचेर बसिरहेको छु यहाँ धुम्रोपान सेट रे यत्तिको चाहिँ हुनु पऱ्यो होइन धुम्रोपान सेट केटा हो अहिले पछि हामीलाई दाइले हान्दैन सर्ट एन्ड स्विट स्विमिङ डे यहाँ 8 फिटमा आउँदा चाहिँ एक डुब्की लगाउने त्यो दाइ उहाँ है विकास दाइ यो यहाँ सुतेर बसेको जलपरी हो जलपरी खस्यो जलपरी यहाँ थाकिसक्यो किन थाक्यो ल भन्नु एउटा किन थाक्यो अरे इन्टरभ्युमा कस्तो भयो रक्सी चुरोट धेरै भएर कस्तो भयो सुन उयो दाइले त हामीले त त्यहाँ त 4 फिट त हो त्यति पनि सक्दिनँ मलाई चार सक्दिनँ लाग्ला जस्तो भएको छ हामी अहिले पछि भेट्छौँ तपाईँहरूलाई होइन मेरो ड्रेस सब यस्तो छ यहाँ जलपरी सुतेर बसिरहेको दाइको खिच मन जस्तै राखिदिनु क्यामेरा चार्ज गर्ने ठाउँ पनि छैन यता चार्ज गर्ने ठाउँ छैन यता अङ्कलले सोधन भयो सक्दिनँ यत्तिकै ठिक छ अहिले क्याफेमा गएर गरौँ ल क्याफेमै गरौँ न क्या अहिले सोधन ल विकास दाइ ल खुट्टा भेटे आफ्नो त छिटो उयो दाइ डुब्की नान्नु त्यही है यत्तिको जस्तै हुनुपर्छ नि फेरि जिन्दगीमा भेटे मेरो हात चिप्लो भयो कि ल्याप्टो भन्दाखेरि केही हुन्न समातिहाल्छ नि भन्नु यो होला दाइ 6 फिट 6 होला नि यतिमा खेलिदिन्थ्यो म इन्डोरमा ल समातिदिन्छु यो मुलाको भरोसा नगर्नु दाइ भरोसा नगर्नु दाइ भरोसा नगर्नु दाइ आउनु न ए दाइ उता पो जान्छ त फेरि तिमीलाई खसाइदिउँ आउनु न समातिदिन्छु के तिमीलाई खसाइदिउँ कहाँ खसाउनु मलाई खेल्नै आउन के नाटक धेरै गर्दा त फेरि आउनु न यता के भएको अहिले भेटौँला चार्ज नै छैन गोप्रोमा धेरै दाइ जाने बेला चुरोटेलाई हेर न चुरोटे ल दाइ ल मै आएँ ल त्यहाँसम्म त म एकछिन त्यो क्यामेरामा हानेको पानी कस्तो हुन्छ है ल दाइ हात नसमातिकन म नै हात नसमातिकन आयो त ल डरायो जाउँ न हानिहाल न कस्तो हात उस भएको त नि हुन्छ अब हुन्छ हात अहिले जानु न आयो कि म झन् म बाहिर बसी चिसो हानिसक्यो उयो पानी पर्नु लागिसक्यो छिटो नि दोस्त ल दाइ भागन छिटो र नि हानिहाल त पानीको छिट्का त्यही हो अहिले भेटौँला ल केटा हो भ्लग स्टार्ट भइसकेको छ अब चाहिँ जान लाग्यो होइन खेलेर भइयो अब चाहिँ यसपछि चाहिँ अर्को राइडको भ्लग छ त्यो भ्लग चाहिँ फेरि अर्कोमा आउँछ नि फेरि सँगै जोडेर आउँदैन यो छुट्टै भ्लग आउँछ त्यो राइड गएको छुट्टै भ्लग आउँछ हिजोको छुट्टै आउँछ यसरी म बनाएँ दिनमा 2-3टा भ्लग बनाइदिन्छ दादालाई बाल छैन कि होइन जतिखेर नि टुक्रिक हालिदिने यो अनि त्यही भएर अहिले पेङ्गुइन उसबाट निस्केको हामी चाहिँ अब अहिले गोप्रो सोप्रो चार्ज गर्न छ कि होइन अर्को एक्स्ट्रा ब्याट्री छैन मसँग गोप्रोमा ब्याट्री थोरै छ यसमा त्यही भएर अलि जाँदा धान्दैन कि भन्ने कुरा चाहिँ आइरहेको छ मेरो मनमा चाहिँ जहाँसम्म चाहिँ केटाहरू चाहिँ स्कुटरमा आउँछ म चाहिँ आफ्नो बाइक रन गरेर जान्छु भएर जुत्ता सुत्ता लाउनु पर्ने होला बुट सुट लाउने भन्छ कि के लाउनु भन्छ होइन दाइहरूलाई यदि बुटहरू लाउने हो भने चाहिँ केमाहरू क्या बुट सुट लाउनु पऱ्यो भने त्यही बुट सुट लाउने ट्र्याक स्याक लगाएर चलाउनु पऱ्यो त्यस्तै हो ल अहिले जानेर भेटौँ लगेर वान टाइप हो क्या फेरि होइन जाँदा नि एउटा नि बाइक त वान टाइपै जान्छु मेरो फोटो हाल्नु चाहिँ हुँदैन अझै हामी माथिबाट चौकीबाट आएको एङ्गल हेर त
जङ्गलहरू तल हौ त ल यतिको भइसक्यो होइन ल गाइस यतिको चाहिँ हुनु पऱ्यो क्या आइज 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 झन्डै लडे त्यसलाई पछाडिको ब्रेक हान्ने भयो जति बजेर झन्डै ला खाइयो थियो गाह्रो छ पछाडिको ब्रेक कसेर हान्ने भएर हो क्या कहाँबाट काट्ने यहाँ एक्सिडेन्ट भयो क्या अब हेरौँ न कि एक्सिडेन्ट अरू वाट आफूलाई पाउने कन्टेन्ट नै हो धेरै भयो है आम्माले यहाँ त जोडिङ रहेछ धेरै गर्नुहुन्न यस्तो बनाइदियो डल्लै भएन मान स्कुटर गाइजहरू काम दियो के भन्छ अरे त्यो उसको के भन्छ अरे यता यता बगरतिरको लामाचोरको गाइजहरूले त कोडो हाम्रो आयो कि लामाचोरको भने होला तर गाइज तर म लालपुरा चौको हो के भयो के भयो किन टिटिट हो किन हो
यताबाट दोस्रो लुक्स दिएँ फेरि उताबाट अर्को लुक्स दियो फेरि मैले यताबाट लुक्स दिएँ भन्छ नि यो डाइलग चाहिँ मैले लोन केस सन्चै क्या अब त्यही केटा अब चेकिङ हुने भनेको यहाँनिर उठ्ने हो के भन्छ अरे नदीपुरको पुलको तल यहाँ पुगेर हो नि मात्र त कतै ओ एक्जेक्ट 250RR पुरानो मोडल होला त्यही केटा हो गएर क्याबमा गएर विश्वास गर्नुपर्ने हुन्छ फोटोहरू फोनहरू अनि क्लिप्सहरू लिनुपर्ने हुन्छ आउँदै आउँदा केटाहरू के भएको अनि त्यसपछि 17-12मा हामी न्युटनमा झर्नु हुँदैन किनभने मलाई थाहा छ के हुन्छ मेरो बाइक के हुन्छ भनेर गाइजहरूलाई म पछि भन्दै गर्छु आज पब्लिकपुरमा आइसकेँ तल भलिबलमा छिँदै रहेछ फेरि यहीँ तल हो कि खतरनाक भन्ने त छैन आज सेटिङ छैन पानी सरी गाइज यता बेला निस्किँदै जस्तो मेरो मुखबाट हुने नहुने हो बेला बेला जाँदै हो नि म त केटाहरू आउने रहेछ केटाहरू अब क्याफेमा गर्नु पुग्ने होला क्याफेमा चल्दिन् केटा हो होइन त्यस्तै लाग्छ मलाई चाहिँ जानु केटाहरू आउँदै आएन गाइजहरू यो म चाहिँ हिँडिदियो अहिले क्याफेमा भेटौँला है पुगेर बस्ने भेटाएको एक्लै रन्को हो क्या गल्तीतिर यहाँ त पल्ट डेन्जर हुन्छ अरे एउटा आफ्नो साइडमा त्यहाँ फेरि हिँड्यो मान्छेको मस्त यहाँ त वाट ह्यापन want to race with me or what? What? त्यही हो केटा हो अब एक्लै त रन्छ हामी पनि त्यही हेर्नु हो कि के गर्ने अब भोक लाग्छ अब क्याफे जान्छु अनि खाजा खान्छु ब्रेक लाउन त अलिक अप्ठ्यारो कस्तो अनकम्फर्टेबल भयो जस्तो भयो जस्तो भएको थियो चप्पल लगाएर कि चप्पलमै भलक सुट अनि यो टिप्परलाई जितेर अगाडि बढिसकेपछि म यो टिप्पर यात्रा दादालाई बनाएर हिँडिसकेपछि म रेगा अगाडि हेरौँ है दादा अगाडि हेरौँ अन्त पुरा हुन्छ हौ अहिले बाटो बन्द छ अरे के हो त्यो म आइसकेको छु अब यता नि